अरूले भन्दा भन्दा मैले बिस्तारै आफूलाई चलाक ठान्न थालेको छु। पहिला पहिला सुन्दाखेरि नराम्रो लागेर आउँथ्यो, चलाक, भाट्टी, के हो यो भनेको, मैले त्यस्तो केही गरेर, मैले त्यस्तो केही एक्सन लिएर मलाई किन यस्तो भनेको, जबकि म जति जेन्युइन हुन सकिन्छ त्यति ट्राई गरिरहेको हुन्छु, किन ठ्याक्क त्यसको अपोजिट चाहिँ प्रतिक्रियाहरू आएको छ। कि दुनियाँ गलत हो, कि म गलत हुँ? होइन, दुनियाँ नै गलत होला, तर फेरि मेजोरिटी गलत कसरी हुनसक्छ? एकजनाले होइन, दुईजनाले होइन, भएभरको सबले चलाक भनेको छ, दिमाग खाइसक्यो। म पहिला फाइट गर्थेँ यो कुरासँग, पहिला एक्सेप्टै गर्न मन लाग्दैन थियो, तर अहिले सोच्न थालेको छु मेबी हो कि बा। र उनीहरूले मलाई चलाक भन्नुको फेरि कारणहरू चाहिँ मैले के पत्ता लगाएँ भन्दाखेरि, जसो जे पनि मेरो फेभरमा काम गर्न थाल्यो कि, जुन सिचुएसन पनि म जति नै नराम्रो कुरामा छिरे पनि, जति नै नराम्रो सिचुएसनमा परे पनि, अन्तिममा रिजल्ट चाहिँ मेरै नाममा आइपुग्यो, रिजल्ट चाहिँ मेरै लागि, मेरै राम्रोको लागि बनेर आइपुग्यो। सो मेबी यो मान्छे चलाक नभए, यो मान्छे बाठो नभए, यो मान्छेले होइन सातिर काम नगरेको भए कसरी चाहिँ एन्डमा यसको जित भइरहेको छ, कसरी चाहिँ एन्डमा यो इनोसेन्ट प्रुभ भइरहेको छ, कसरी चाहिँ एन्डमा सबै कुरा यसको लागि ठिक भइरहेछ भन्ने क्वेसनको एन्सरै मलाई चलाक भन्नु थियो कि। तर म तपाईँहरूलाई एउटा रहस्य भन्छु है, त्यस्तो रहस्य त होइन तर रहस्य नै हो। त्यो चाहिँ के हो भन्दाखेरि, मैले मेरो लाइफको प्याटर्नलाई यसो एनालाइज गर्दै जाँदाखेरि चाहिँ जब पनि मेरो लाइफमा केही नराम्रो हुन्छ त्यसको डबल राम्रो भएर गइदिन्छ कि लास्टमा। र यसमा मेबी मेरो चलाकीपन मैले थाहा नै नभइकन कतै लाग्यो कि त यो सृष्टिको चलाकीपन लाग्यो यो कुरामा। अनि त्यही भएर कर्ममा नै एकदम विश्वास गर्ने, म चाहिँ एकदमै स्पिरिचुअल, सुपर नेचुरल, एकदमै जति पनि रहस्यमय कुराहरू छ सबैमा एकदमै विश्वास राख्ने मान्छे भएकोले मलाई चाहिँ त्यो कुरामा विश्वास लाग्ने। तर सायद यही कुरामा अरूलाई विश्वास लाग्दैन र उहाँहरूले चाहिँ लजिक खोज्न थाल्नुहुन्छ र यही कसैलाई केही नाम दिएर त्यसरी आफ्नो मनको शान्ति गर्नुहुन्छ होइन। सो मेरो लाइफको यो टिनेजको ठ्याक्क बिचतिर चाहिँ अलिकति गाह्रो टाइम चलिरहेको थियो। सो सबैको एउटा फेज हुन्छ, अलिकति गाह्रो हुने, अलिकति एकदम स्ट्रगल गर्नुपर्ने। मेरो लागि चाहिँ त्यो फेज थियो। स्ट्रगल भन्नाले अरू कुरा स्ट्रगल मतलबै लाग्दैन जबसम्म तपाईँ मेन्टली फिट हुनुहुन्छ, तर त्यो चाहिँ मेन्टली नै अट्याक गर्ने टाइम थियो मेरो, ठ्याक्क बिचको त्यो टिनेजको बिचको टाइम। अनि मेरो वरिपरि जस्तै फिल्मी थियो क्या सबै कुरा। फिल्ममा हुन्छ नि त्यो कुनै सिनहरू कुनै हेर्न मन लाग्दैन नि, किनकि त्यहाँ क्यारेक्टरलाई एकदम नराम्रो भइरहेको हुन्छ। जे गरे पनि यता पनि म्यानिपुलेसन, उता पनि म्यानिपुलेसन, को राइट हो, को आफ्नो सपोर्टमा छ, केही पनि थाहा नभइकन अन्धाधुन्दा कदम चाल्ने टाइम मेरो त्यस्तो टाइम थियो त्यो बेला। अनि अन्धाधुन्दा नै कदम चालेँ, मेरो अगेन्स्टमा पनि त्यो मेरै कदमले मेरो अगेन्स्टमा काम गर्यो गर्ने बेला। तर त्यसको 4-5 इयर्स पछि जब मैले एक्सपेक्टै गरेको थिइनँ त्यही बेला सबै कुरा ठिक भएर आयो। मैले पाउने अपोलोजी पनि पाएँ, मैले पाउने क्ल्यारिटी पनि पाएँ, म गलत थिएँ कि थिइनँ भन्ने कुराको एन्सर पनि पाएँ। अनि जो सबै ठिक भएर मैले आफूलाई टाढा राख्नुपर्ने मान्छेहरूबाट आफूलाई टाढा पनि राखेँ। त्यो चाहिँ राख्छु भनेर होइन कि अटोमेटिकल्ली मेरो लाइफमा यति त्यो ब्याड सिचुएसन क्रिएट भयो कि जोबाट मैले टाढा राख्नुपर्ने थियो आफूलाई उहाँहरूद्वारा, कि मैले टाढा, मेरो त्यो बडीको फिजिकल रेस्पोन्स थियो, मेरो मेन्टल रेस्पोन्स भन्दा पनि त्यो ओभरअल मेरो बिइङकै एउटा फाइट हुन्छ नि, म टाढा राख्नुपर्छ, मैले हातखुट्टाले हान्न नसके पनि म चाहिँ टाढा बस्नुपर्छ भन्ने सिचुएसन। अनि त्यसरी त्यो आफै अटोमेटिक भएर एट द एन्ड त्यो सिचुएसनको बदलामा लाइफले मलाई यति धेरै अपर्च्युनिटी दियो जस्तो लाग्छ होइन। नट कि त्यो सिचुएसनले डिरेक्टली ल्याएको अपर्च्युनिटी, तर मैले त्यहाँ फेस गरेको ट्रबल्सहरू जुन चाहिँ मैले गर्दा भएको थिएन कि म माथि भएको थियो, त्यो कुरालाई फेस गरेर लाइफले ब्यालेन्स चाहिँ गर्न खोज्दो रहेछ भन्ने कुरा चाहिँ मैले बुझेको। त्यो चाहिँ अहिले आएर बुझेको त्यति बेला। अनि अपर्च्युनिटीहरू ल्याएँ। त्यसपछि मेरो लाइफ ठिक्क राम्रो नै हुँदै गयो, ठिक्कै हुँदै गयो, नर्मल हुँदै गयो।
अनि ठ्याक्क जब बिचमा कोही मान्छेले अट्याक गर्न आउने केही प्रब्लम हुन आउने हुन्थ्यो त्यसको इमिडिएटली केही टाइमपछि त्यसलाई ब्यालेन्स गर्नलाई त्योभन्दा बेटर केही भइदिन्थ्यो कि मसँग। अनि यस्तो कारणहरूले गर्दाखेरि चाहिँ म सुरुमा चाहिँ चकित हुन्थेँ, इभन मेरो वरिपरिको मान्छेहरू चकित हुन्थे। तर पछि एउटा प्याटर्न मैले देख्न थालेँ यो कुरामा र मलाई फिल भयो कि यो कर्मा भन्ने कुरा यो युनिभर्सले सुन्छ, देख्छ, सबै कुरा क्यालकुलेट गरेर अकाउन्टिङ सिस्टम बनाएर राखेको छ सबै ट्रान्ज्याक्सनहरूको, होइन। त्यो कुराहरूमा चाहिँ मलाई विश्वास लाग्न थाल्यो र यो कुरा थाहा पाएदेखि चाहिँ मलाई म चलाक लाग्न थालेको छ कि अब मलाई यो प्याटर्न थाहा भयो। अब भनेपछि म नराम्रो सिचुएसन आउँदाखेरि पनि त्यस्तो डराउँदिनँ, किनकि त्यसको रियाक्सन इक्वल एन्ड अपोजिट रियाक्सन हुनेवाला छ भन्ने मलाई मजाले थाहा छ। सो यो चलाकीपनको कुरा गर्दाखेरि चाहिँ पहिला सुरुमा जब यो प्याटर्नहरू भयो म चलाक थिइनँ सायद। मेरो केसमा मेरो इन्टर्नल के हुन्छ सोचहरू त्यसको एभिडेन्सको अनुसार म आफैलाई भनेको कि म चलाक थिइनँ होला, तर पनि मान्छेले चलाक भन्न थाले। सो अब आई थिङ्क एक्चुअलमा म चलाक बन्न थालेको छु। चलाकसँग त ठिक छ, तर मलाई चाहिँ सानो डिफ्रेन्स लाग्छ कि बाठो र चलाक हुनुमा, होइन। एउटा चाहिँ नेगेटिभ वेको हुन्छ नि, अरूलाई फसाएर, अरूलाई खुट्टा तानेर, अरूलाई डुबाएर आफूमाथि उठ्ने। अनि एउटा हुन्छ आफूलाई कसरी सेफ राख्ने, आफूलाई कसरी प्रोटेक्ट गर्ने, त्यो स्टेपहरू लिने। सो मैले चाहिँ एकदमै गाह्रो तरिकाले त्यो स्टेपहरू लिन सिकेको छु। तर मान्छेहरू चाहिँ कनिङ भनिदिने कि अब कनिङको मिनिङ यिनीहरूलाई थाहा नभएर बोल्छन् कि कनिङको एकदम भन्न सजिलो एकदम स्मार्ट इङ्ग्लिस वर्ड लागेर भन्छन् कि आई डोन्ट नो। तर I think I have grown to be smart, but cunning is an insult. कनिङ भन्ने कुरा मलाई नजिकबाट चिन्ने मान्छेले मलाई कनिङ भन्छ भने भोलिदेखि नै मेरो मनबाट फिजिकली म त्यो मान्छेलाई भेटिराखेँ पनि मेरो मनबाट चाहिँ त्यो मान्छेलाई मैले कट अफै गर्न प्रिपेरेसन सुरु गर्छु कि, किनकि आई डोन्ट वान्ट द्याट। तपाईँको वरिपरिको मान्छे नै तपाईँको मिरर हुन्छ र मलाई मेरो मिररमा कनिङ देख्न मन छैन। सो या द्याट वाज अ short secret of my life. Anyways, have a great day. Bye.